आवर च्यानल। आज हामी हस्बेन्ड डज मेकअप च्यालेन्ज गर्न आँटेको। सो मैले चाहिँ यहाँनिर मेकअपको लागि चाहिने सामानहरू चाहिँ यहाँ रेडी गरेर अगाडि नै राखिसकेको छु। ब्रसहरू, मेकअपको सामानहरू, सेडोको प्यालेट पनि यहाँ छ। यहाँ छ। अब यति सामानबाट चाहिँ मेरो हस्बेन्डले चाहिँ मेरो नाम हाल्दैन। नाम पनि भन्नुपर्छ ल, त्यही छ नाम। ल, उहाँको नाम चाहिँ राजेश श्रेष्ठ। राजेश श्रेष्ठले चाहिँ मेरो मेकअप गरिदिनुहुन्छ। ल हुन्छ। नाउ यु क्यान स्टार्ट। उसले चाहिँ मैले गरिरहेको मेकअपहरू युजली देखिरहेको हुन्छ, के युज गरिरहेको हुन्छ। प्रायः उसलाई सामानको नामहरू पनि थाहा छ। लेट्स सी उसले आज मेरो फेसमा कस्तो मेकअप गर्छ। तिमीलाई त म हिरो नि बनाइदिइहाल्छु। लेट्स सी। म चाहिँ अहिले हेर्दिनँ, एट द एन्ड अफ द भिडियो मात्रै हेर्छु। अहिले चाहिँ हेर्दिनँ, म लास्टमा मात्रै हेर्छु है त कस्तो गर्दो रहेछ भनेर। रिभ्यू चाहिँ लास्टमा मात्रै। सुरुमा सबै सामानहरू निकाल्नु पर्यो, मिलाउनु पर्यो होइन। मेकअप भनेपछि फेसको सबै या सुरुमा सेरावेबाट मोइस्चराइजरबाट सुरु गर्ने। मैले मेकअपहरू गर्नु पर्छ क्लाइन्टहरूकोमा। पहिला नेपालमा हुँदा जाँदाखेरि पनि देखेको छ। सो कहाँ बिर्सिहाल्छु नि त हौ, छोरा मान्छे हो, कहाँ भने जस्तै हुन्छ सजिलो। मैले चाहिँ राम्रै एक्सपेक्टेसन गरेको छु हेर्नुलाई चाहिँ। म त बिर्सिसकेको छु साँच्ची भन्नु भने, मलाई थाहा छैन अब के लगाउनु भने मलाई थाहा छैन। यति त थाहा हुनुपर्छ हो। अब मैले लगाउनु पर्ने भनेको यही हुनुपर्ने हो। सबै सामानहरू चाहिँ यहीँ छ। उसले चाहिँ यहीँबाट छानेर सबै सामानहरू युज गर्नुपर्ने हुन्छ। म चाहिँ केही पनि भन्दिनँ है। अब तिम्रो सेट कुन मिल्छ भन्ने हुन्छ। सेट मिलाउनु कि मलाई त सेट मिलाउनु त आउँदैन। हेर तिम्रो सेट कुन लाउँछौ, तिमी यहाँ मिलाएर लाउँछौ। कोरी भयो जस्तो छ। हेर्नुपर्छ नि साथी। डार्क तँ पनि हो त नि, उस्तै छ त। अब म यो क्यामेरा पनि हेरेर भन्दै के हो यो भन त। फाउन्डेसन। त्यस्तो लाग्यो। फाउन्डेसनलाई दुईटा कलर मिक्स गरेर लगाइदिन आँटेको। यसरी उसको सेट अब कस्तो हुन्छ, कालो हुन्छ कि गोरो हुन्छ मलाई थाहा छैन, तर सायद ठिकै भयो, राम्रो। कसरी लाउने हो, यसरी लगाएको देखेँ के भएको कि कुनै ठाउँमा त फाउन्डेसन लागेन है। बडी ल्याङ्ग्वेज हेर्दाखेरि त पुरा कसैले नभेट्ने मेकअप आर्टिस्टको जस्तो छ हो। हेर न तिम्रो बेहुली भएको तिम्रो आफ्नो भन्दा राम्रो बनाइन्छ। लेट्स सी। मिलिरहेछ यस्तो राम्रो मिल्यो, तर कहीँ चाहिँ पुगेन कि जस्तो टाटेको भएन ल। गुड। अब के लाउने? आफैले गरे गुड। अब भनेको तिमी यो पाउडर लाग्छ जस्तो लाग्छ मलाई। त्यो त्यसरी गर्छु मैले। के चाहिँ गर्छु यो त यसरी लाग्छ जस्तो लाग्छ। लुका म त सबैजना लाग्यो। म थोरै हेल्प गर्छु है गाइज। चिटिङ भयो च्यालेन्जमा, तर यो चाहिँ कन्ट्रोल गर्ने। कन्ट्रोल साइड गर्ने होइन। ए यो हो। यति त थाहा हुनुपर्ने भयो। ए म त्यो त्यसरी लाउँछु त्यति तल। ल तिमी बनाएर बस। यही लाग्छ जस्तो लाग्छ त हौ।
कहाँ पढ्को थियो यहीँबाट थाहा हुन्छ कि बुढाले मैले मेकअप गरेँ बेला कति नोटिस गर्दो रहेछ भनेर 0 अटेन्सन त 0 भित्तामा पेन्टिङ गरे जस्तो गरेर अनुहारमा पेन्टिङ गर्दा त त्यो त पुरै थिचिरहेको नि उसले त मेरो अनुहार ब्रस पटै भन्ने यार तिम्रो त देखेन पटै कहीँ कहाँबाट कतासम्म पढ्नु थियो तिमीले यहाँबाट छुट्टिन्थ्यो पढ कि माथि चाहिँ लाउँथ्यो होइन तलै लाउँथ्यो पटै देखेन क्या मैले मलाई टेन्सन भइसकिसक्यो अलिक खरिदिएको नि आउँछ ल है त कतातिर राम्रै ठाउँतिर जाँदैछ होला मेरो अनुहारको गति तिम्रो हेर न अहिले हिरो नि आज तिमीले आफूले चिन्दैन राम्रो देखिन्छ तिमी त दिएर होइन फेरि तिमीलाई चाहिँ राजेश के लाग्छ छोरी मान्छेहरूले मेकअप गरेको राम्रो लाग्छ कि नेचुरलै होस् फेस जस्तो लाग्छ तिम्रो पर्सेप्सन चाहिँ कस्तो छ मेकअपलाई लिएर मलाई त मनपर्छ किनभने कति छोरा मान्छेले चाहिँ छोरी मान्छेले मेकअप लगायो भने मेकअप त हस्यो मेकअपले मात्रै राम्रो देखियो नेचुरल ब्युटी भएन भन्छ नि त तिमीलाई त्यस्तो लाग्दैन मनपर्छ हेर्दैछु म विचार गर्दैछु आँखामा त सुरुमा म चाहिँ मान्छेले अनुहार छुइदियो भने पुरा निन्द्रा लाग्छ क्या मजा आउँछ एक बक्सी रातो भएछ भयो मलाई निन्द्रा लाग्यो के भयो क्या तिमीले मेकअपबाट इन्सपिरेसन पनि लिनुपर्छ है आई मेकअपको लागि चाहिँ त्यति क्युट तिमीलाई छ तिम्रो मोबाइलमा हेरेर कुनै पिन्ट्रेस्टबाट ए फोटो हेरेर कपी पनि गर्न सक्छौ ओ गुड बिगारिसक्यो होला ला यता यत्रो भयो अति भयो यार ला मेटिँदैन हो कहाँ मेटिन्छ त नि अपपट्टि ला कसरी मेटिदिनु भ्यासलिनले त मान्छे चाहिँ प्रोफेसनल जस्तो नगराउ है हस्पिटल गरेको जिन्दगीमा मेकअप कहाँबाट हुन्छ त इन्सपिरेसन माथिसम्म लगाइदिन्छु त 3 hours later. फर्स्ट ट्राई राम्रो भएन सेकेन्ड ट्राई हेरौँ अब हेरेर त म जान्दछु होला देखाइदेऊ न त क्यामेरामा एकचोटि त्यो पनि हेर न यस्तो बनाउने आँखा लाग्यो साँच्ची होला साथी हो झुकझुक भइसकिसक्यो निन्द्राले है दाजुको मेकअप कहिले सक्ने हो थाहा छैन उठे अब चाहिँ अब केही हुन्छ कि त्यो टाउको त क्यामेरादेखि माथि जाने होला जाँदैन हौ मैले आफ्नै फेसमा मेकअपहरू ट्राई गर्नु लागेको चाहिँ 2015 बाट खोइ एउटा ठुलो एउटा सानो भयो जस्तो छ
पर्फेक्ट त हुँदैन नि त त्यही पनि त्यहाँनिर त चाहिँ हेरौँ कस्तो भयो यसको त नि आँखा बन्द गरेको देखिने रहेछ त खोल्दा पनि त देख्नु पर्यो नि त काउन्टर पनि यहाँबाट गर्नुपर्ने रहेछ नि त हो सेम 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 100% सेम क्यामेराको चार्जर सकेछ लिपस्टिक चाहिँ लगाइसकेको थियो उसले आँखामा गाजल लाएर 2 चोटि मेटिसकेको थियो अहिले 3 चोटि मेट्छु तल्लो र माथि ओ माई गड यस्तो छटपट गरेर पनि मेकअप हुन्छ र यस्तो छटपट गरेर पनि मेकअप हुन्छ र त्यही राम्रो बनाउनु पर्दाखेरि त हुन्छ नि प्रोफेसनल हो नि त दाजु प्रोफेसनल हाम्रो दाजु प्रोफेसनल त्यही अघिदेखि क्यामेरा चेक गर चाप्छ कि छैन भनेर भनेको नअटेरेर नखराउ है तिमी धेरै रिसायो भने मेकअपै राम्रो हो नि आँखाको मेकअपै गइसक्यो तिमीले भित्तामा कलर लगायौ अनि त्यसपछि त्यसमा कलर नसकिकन ल्याप यसरी छुएपछि कस्तो हुन्छ त्यस्तै हो मेकअप यहाँनिर मेकअपै गरिसकेको छैन चापतिर हातले यसरी छुएपछि हुन्छ त नो सरी अनि फाउन्डेसन चाहिँ किन लाकै गरेको आँखामा गयो नि त आँखा मेकअपै गयो तिमी बुझ्दैनौ क्या तिमी चुप लाएर बस न तिमी आज केही बुझ्दैनौ तिमीलाई केही आउँदैन हजुर के भयो धेरै भयो क्या नो धेरै भयो एपिक फेल भयो मेकअप आज नगराउ नि च्यालेन्ज नगराउ क्या तिमीले गरेर हो क्या यो सब मैले के गरेर तिमी धेरै गरेर यति नरम ब्रसले जिन्दगीमै घोचेको थिएन होला यो ब्रसले आज मलाई यति साह्रो अनुहारमा घोच्यो दुलै पारिदियो होला छाला यो मेरो ब्लस चाहिँ मेकअपको फेभरेट पार्ट हो यो पनि लगाइदेऊ लस्सै कहाँ लाउनु त्यो अझै लाउनु बाँकी तिमी नगराउ न यार अलिक मिलाउँदेऊ न थोरै मिलाउँदेऊ सबै भयो अनि बुझ्छ तर कुन कता लाउने कुन ब्रस कुनमा युज गर्ने मलाई थाहै भएको छैन अझै पनि तिम्रो प्राइभेट क्लास दिने बेला भयो तिमीमा मैले पोटेन्सियल चाहिँ हल्का कि क्लास लिन्छौ मसँग तिमीले अहिले मेकअप सकेपछि मलाई क्लास दिनु ल भन्छौ ए उल्टे वाह मलाई क्लास दिनुहोस् ल कसरी गरेको मलाई भनिदेऊ न भन्छ अहिले हेर न गफ पनि कति आएको नि भगवान् अहिले हेर न यति गफ आएको जति राम्रो त काम आएको भए त साँच्ची होला यो ब्रसले मलाई जिन्दगीमा यति साह्रो खोजेको थिएन मेरो गालामा पुवालो खोजेको मैले पानी मुखमा लगायो भने टम एन्ड जेरीको भुँडीबाट पानी खाँदा त्यो पानी चुकेर मेरो गालाबाट पानी निस्किन्छ होला नगराउ न यार तिमी धेरै परेर तिमी धेरै बोलेर मेकअप दायाँ र बायाँ भइरहेछ मुख चलेर के बोलिन है साथी हो नाकको सेप निकाल्ने मैले कस्तो नाकको सेप निक्ल्यो चुच्चो
अहिले त हेरो नि बनाइदिइसकेको कि अब पत्ताउँदैन तर आँखाको चाहिँ मलाई आएन होइन अझै पनि आँखाको चाहिँ मलाई कस्तो के भने यो चाहिँ कालो ब्लस हो ब्लस भने त के पो हुन्छ सबै पुगिरहेको छ केमा लाउनु त यो ब्लस त्यो भन्दैन त्यति चाहिँ भन्छ कहाँ लाउँछ होला यो हेर्दाखेरि नै आँखामा गालामा यहाँ लाली हो कि लाली ब्लस भन्ने ब्लस ए लाली हो लाली ए यो रातो बनाउनुलाई तर यसले त रातो भएन त अर्को ब्रस चलाउनु यत्रो धेरै ब्रस छ एउटै ब्रसमा दायाँ बायाँ हेर्ने त पुरै गएर यो ब्रस यति घोच्ने रहेछ भनेर मलाई आजै थाहा भयो त्यो अलिक राम्रो ब्रस किन्नुपर्छ किनिदिनुहोस् न प्लिज प्लिज हजुर नै त हो नि किनिदिनु हुने मान्छे प्लिज फर्कन तिमीले नजाने हो क्या खासमा यो ब्रसले कति राम्रो काम गरिरहेछ यति राम्रो ब्रस त तिमीबाट त्यही उम्मिद थियो उम्मिद ओ माई गॉड कति राम्री भइसक्यो तर मलाई आँखाको मेकअप चाहिँ मन परेको छैन कसरी बनाउनु यसलाई टाइम अफ हुन आँट्छ क्या तिम्रो आँखाको मेकअप भएन क्या मलाई आएन क्या गाजर लाउनु हुने मलाई आउँदैन तिमी लाउने मैले मिलाउने हो र तिम्रो च्यालेन्ज भनेको कहाँ लाउँछ यहाँ लाउने हो यसरी च्यापेर भित्रै आँखा भित्र छिराउनु पर्न सक्छ भने अब लाउने कहाँ अन्त तँ परेल अन्त मुनि मुनि लाउनु पर्ने यस्तो माथि गाजर कहाँ लगाएको देख्छौ केटीहरूले माथि त लाग्यो देखेँ अनि यस्तो अनि के मुनि आँखा च्यातेर हेरेको त परेलाको मुनि मुनि लाउनु पर्ने हो देख्न पर्दैन होस् तिम्रो हातको भरोसा छैन भित्र आँखातिर घुसिदियो नि छैन अनि भइसक्यो त कम्प्लिट भयो त नि कम्प्लिट स्प्रे लु भयो स्प्रेको खर्च नगरौँ होला यो मेकअप त्यति साह्रो पनि मलाई वर्दै छ जस्तो लागेन यस्तो राम्रो छ तिम्रो त उयो नै फुस्रो नै आएको छैन स्प्रे नै लाउनु पर्ने हो खै अब दिबे पर्फेक्ट ऐना लिएर आऊ त हेरौँ आफू हेर न तिमी चाहिँ आफै छक्क पर्छ ल साथीले चाहिँ 1 घन्टा लाएर मेकअप गर्ने अब रिभिल चाहियो है वाउ हेर ओ कपाल छोडेर त बस्नुस् न पहिला कसम तिमी त बस्नुस् न पहिला अलिकति आउनुस् न ए खुट्टा निदायो बस यो नट ब्याड के फुस्रो पनि छैन तिमीले स्प्रे पनि लाउनु पर्दैन आँखाको चाहिँ आएन है मलाई आँखा त आएको त तर त्यस्तो नराम्रो पनि होइन है देखाइदिन्छु अब यता 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 उसले चाहिँ हल्का मिलाउन आएन विङ पनि निकाल्दैछ यता यता उसले हल्का विङ पनि निकाल्दैछ यता यता हल्का विङ पनि निकाल्दैछ लिपस्टिक भन्ने हो भने चाहिँ यहाँ अलिकति यता यता भएन छ अनि यता यता गाला चाहिँ पुरै कालो पार्दैछ देखिँदैन अनि त्यो अँधेरोमा यहाँ पुरै हामीले उज्यालोदेखि स्टार्ट गरेको हो मेकअप टाइम एउटा गाला रातो भएछ एउटा गाला त भएन रहेछ त रातो अनि यो मेरो नाक अनि मेरो नाक कतै सिधा बनाइदिएछ र मेरो नाक सिधै थियो अलरेडी यस्तो साह्रो पनि सिधा पार्नुपर्ने जरुरत थिएन र राजको मेकअप मलाई 10 आउट अफ 10 भन्नुपर्दाखेरि 5.5 दिइपन सके तिमी सेटिस्फाइड छौ मैले दिएको मार्क्स दिएँ कि म सेटिस्फाइड छुइनँ तिमीलाई कति यत्रो मेहनत गरेर मलाई 5.5 मात्रै मैले त गरे अनुसारले त मलाई तिमीले कति दिनु पर्थ्यो 8 त दिनु पर्थ्यो 8 दिनुको लागि त हुनु पर्यो नि यहाँनिर एउटा गाला पुरै कालो पारिदिइराखेछ कति राम्रो देखिरहेछ यस्तो तिम्रो बुढीलाई त आजसम्म त यति राम्रो देखेकै थिएन होला कहिले होइन फर्स्टचोटि हो मैले आफू बनाएर राम्रो देखेको अझै स्प्रे हान्नु हुँदैन स्प्रे हानेको त यस्तो
9 आउट अफ 10 9 9 अन्त स्प्रे नहाल्नु दिएर ल है हाम्रो आजको च्यालेन्ज चाहिँ यस्तै भयो साथीहरू हेर्दै गर्नु होला फेरि पनि नयाँ नयाँ च्यालेन्जहरू आउनु सक्छ हाम्रो च्यानलमा प्लिज डु लाइक सेयर एन्ड सब्सक्राइब सब्सक्राइब बाई बाई